सरकारी कर्मचारीको तलब बढाउँदाखेरि म बेखुसी होइन, ठिक छ, बढाउँदा राम्रो होइन, बढ्नु राम्रो हो नि घट्नुभन्दा त। तर त्यसो भइरहँदाखेरि 12 लाख 13 लाख 15 लाख युवालाई रोजगारी दिन्छु भन्ने एजेन्डाका साथ जितेको सरकारले नयाँ रोजगारीको मूल त खोल्ने कुरै गरेन। नयाँ युवालाई जानकारी तपाईँको चाहिँ जागिर चाहिँ छैन, अनि पुरानोलाई चाहिँ भारीमाथि सुपारी थपिदिइराखेको छ होइन। अनि नयाँ युवाको चाहिँ खै त रोजगारीको कुरा, विदेश मात्रै पठाएर हुन्छ है। त्यसले गर्दाखेरि युवाहरूलाई रोजगारी दिनुपर्छ। युवाहरूलाई रोजगारीका लागि युवाहरूलाई चाहिँ तपाईँको होइन आर्थिक रूपमा चाहिँ सबल बन्नका लागि कुनै पनि कार्यक्रम नहुनु, तर भइराखेको कर्मचारीलाई चाहिँ अझै तलब थपेकै गर्नु चाहिँ तपाईँको छैन उचित होइन। कर्मचारीको तलब पनि थपियोस् केही छैन, युवाहरूलाई रोजगारीको बाटो नि खोलियोस् भन्ने मेरो चाहिँ के अरे भनाइ।